हेलो साथीहरू, म चाहिँ अहिले यहाँनिर के गर्दैछु तपाईँलाई देखेको ल। यहाँ प्लास्टिकको चाहिँ हो एउटा चिज छ। यो चाहिँ हो मसरुम च्याउ हो। यो चाहिँ च्याउ हो, हेर्नु नि कस्तो गलिसकेको छ, फ्यात्तै भइसकेको छ। किनकि यो चाहिँ मलाई अहिले भर्खर कालिम्पोङबाट ल्याइदिनु भएको मेरो देउरानीले। अन्त मेरो देउरानी चाहिँ कालिम्पोङ घुम्नु गएको थियो हो। अन्त मैले चाहिँ भनेको थिएँ मलाई चाहिँ त्यहाँबाट मसरुम ल्याइदे ल भनेर। अन्त हाम्रो यहाँ चाहिँ मसरुमहरू पाउँदैन नि त कि यस्तो अब पहाडको सब्जीहरू पाउँदैन, खानु मन लाग्छ नि त पहाडको सब्जीहरू होइन। हुनु चाहिँ म पनि पहाडको हो, यहाँ आएर चाहिँ मेरो बिहा भएको होइन, यो जग्गामा चाहिँ म बिहा भएर आएको हो। अन्त पहाडको सब्जीहरू खानु चाहिँ मलाई पुरा मनपर्छ। अन्त यो मसरुम पनि मेरो फेभरेट सब्जी हो। अन्त अहिले नै म चाहिँ यसलाई केलाइहालेको। अब राति चाहिँ म यही सब्जी बनाउँछु, किनभने यसलाई भोलि बनाऊँ भने मेरोमा फ्रिज पनि छैन, कहाँ राख्नु हो, राख्ने ठाउँ छैन। अन्त खराब भइहाल्छ। यहाँ चाहिँ अब पुरा गरम छ, गरमले गर्दामा यस्तो भइसक्यो अहिले नै। अन्त अब भोलिसम्म राख्यो भने त पुरा बिग्रिन्छ भनेर चाहिँ आज राति नै पकाउँछु यसलाई चाहिँ म। तपाईँहरूलाई मनपर्छ, कसलाई मनपर्छ भन्नुहोस् ल मलाई पनि। मसरुम च्याउ, पहाडको च्याउ, पहाडको भन्दा पनि यो चाहिँ उता बनाएको होला नि, चार्ज गरेको होला है, बारीमा फलेको त होइन, यो त जङ्गलको त होइन।